ल बल्ल यो चौतारामा आइयो अझै ठ्याक्क आधा बाटोमा आइयो अझै यत्रो उकालो छ यार पुगिन्छ। यो बाटी चाहिँ यस्तो देखिन्छ बेनी बजारको भ्यू। ल है यो चाहिँ माथि हावाडिलमा गएर खाने भनेर एक बोतल पानी 2 गेरा मेवा के आँप लिएर आएको माथि हावाडिलमा आएर हावा खाँदै आँप खाँदै। है ग्रिन भ्यू हावाडिलमा जाँदाखेरि यस्तो ग्रिन भ्यूहरू छन्। त्यो जङ्गलहरू छ। ल कतिको देखिन्छ माथिको डिलमा पुग्ने हो गरे हल्का बतास त चलिरहेछ इसै त भन्न क्या हावाडिल। त्यति सजिलो त छैन गरे माथि हावाडिल नपुग्नु भने गोरादी तेल जान्छ। यो डिलभन्दा नि उल्लो डिलमा पुग्ने हो। यत्रो चारिया छ उकालो थरै घुम्ती छ टर्निङ छ त यारमा खप्या बनाउँछ त त्यहाँ यत्तिरी लास बनाएर खाने भनेर किनेको पानी यहीँ सकिला त छ माछा। बेनी बजार बाउली डाँडाले देखिने बेनी बजार हावाडिलबाट देखिने बेनी बजार तल नका जोडिरोला रातिसम्म बेलुकासम्म बस्छु र नाइट भ्यू कस्तो देखिने रहेछ बेनी बजार देखाइदिन्छु होइन पानीले मिठो बजाउ लाग्छ छ यार। माथि न मजाको ठुलो बेरेन पानी आएछ अहिले कहाँ भेट्लाउँछ टक्क जोडाजोडीहरू बन्ने लागेर मजा त हावा खानु आएको मान्छेलाई चाहिँ अलिक बेड सेटको व्यवस्था बनाइदिएछन् मस्त सुती हावा खानु त जोडी बनाइदिएछ हरायो यस्तो छ यतातिर के
आमा यो पहिलाको बाटो त पुरै बाटो त बन्द छ त पुरानो बाटो नगरी हिँड्छु भने गर्दा बार्दैछ नि त यार अब बार नाघेर जाने होला नि हौ पानीले भेट्टाइसक्नु लाग्यो अब दु गर्छ केटा यस्तो हुडा लाग्ने बाटो त बन्द थाहै थिएन यार कस्तो रेलिङ हाल्थ्यो यहाँ टेक्ने घचेक त्यसरी नआउने यो चाहिँ मैले इक्जाम दिने जहाँ दिने बेलामा चाहिँ उठाटीको रेलिङ होला बाटो बनाइदिन गरे हामी त पुरै यही बाटो गरेर हिँड्थ्यो अहिले चाहिँ यसले हेला पाइन्छ त्यही नै हालाले त होइन रेलिङ चाहिँ हालेर चाहिँ यो चाहिँ पहिला थिएन हाम्रो पालामा चाहिँ पुरै त्यही बाटो नै नि त यो रेलिङ नि थिएन उठाटीको रेलिङ नि थिएन